सबैजनालाई नमस्ते। आज पनि मैले एउटा छोटो तर इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। के हो भने फोटो बनाउने आइडिया। हामी सबैजनालाई फोटो बनाउन मन लाग्छ नि त। जस्तो मतलब हामीले जस्तो नर्मली खिचिराखेको हुन्छौँ, हामीलाई त्योमा चित्त बुझ्दैन। फेरि अर्को फोटो बनाउनु पर्ने हुन्छ, इफेक्टहरू लगाउनु पर्ने हुन्छ हैन। अलिक सेतो, अलिक गोरो, अलिक अब त्यस्तै खालको फोटो बनाउनु पर्ने हुन्छ नि त। तर त्यस्तो खालको फोटो मैले बनाउने भनेको होइन। मैले चाहिँ जति जुम गर्दा पनि जति जुम गरिन्छ नि, यसरी अब जुम गर्दाखेरि नफाट्ने खालको फोटो हुन्छ नि, नफाट्ने भनिन्छ नि, नफाट्ने खालको फोटो जति जुम गर्दा पनि क्लियर हुने खालको फोटो बनाउनको लागि चाहिँ म आज तपाईँलाई थोरै मैले जाने जति तपाईँलाई सेयर गर्न गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मन पर्यो भने भिडियो लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला अनि अरू साथीहरूलाई पनि सेयर गर्नुहोला। अब लागौँ स्क्रिन सेयरतर्फ। सुरुमा हामी गुगल क्रोम ओपन गर्नेछौँ। त्यस पछाडि यहाँ टाइप गर्नेछौँ हामीले इमेज अपस्केलर भनेर सर्च गर्नेछौँ। टाइप गरेर हामी सर्च गर्नेछौँ यहाँ। त्यस पछाडि यो सुरुकै लिङ्कलाई हामी क्लिक गर्नेछौँ। त्यस पछाडि हामी चुज फाइलमा जानेछौँ अनि यहाँ एउटा फोटो लगाउनु पर्ने हुन्छ हामीले, नेचुरल फोटो। अनि हामीले यो फोटो लगाइसके पछाडि त्यहाँ देख्न सक्नुहुन्छ नि, हामी 200% मा हुन्छ र 400% मा हामीले क्लिक गर्नुपर्ने हुन्छ, 400% मा। त्यस पछाडि प्रोसेसिङ गर्नेछौँ। प्रोसेसिङ हुन एकछिन टाइम लाग्छ। भइसक्यो, लगभग 10-15 सेकेन्ड जति लाग्छ। अनि हामी डाउनलोड गर्नेछौँ। डाउनलोड भइसक्यो। त्यस पछाडि हामी फाइल डाउनलोड भइसकेको छ। अब हामी ओपनमा गएर यो फाइललाई फोटोलाई हेर्नेछौँ कस्तो भयो भनेर। हेर्नुहोस् है, फोटो कस्तो छ, क्लियर छ हैन। जुम गर्दाखेरि यति जुम गर्दा पनि क्लियरै आयो हैन त, हेर्नु त। तपाईँ पनि यस्तै खालको फोटो बनाउन एकचोटि ट्राई गर्नुहोला। धन्यवाद।